हेलो गाइज, अहिले चाहिँ म रुखमा छु, बडारको रुखमा। अनि किन भन्दाखेरि बडारको घाँस झार्नलाई चढेको। यहाँ प्राय झारिसक्या रहेछन् बडार। अब यहाँनिर अलिकति रक भनेको यो यति र यति हो रकको भनेको घाँस होइन। यसो रकको रहेछ, तर कस्तो यार ठाडो रुख भएको भए, मतलब यो रुख त ठाडै छ कि हाँगा ठाडो भएको भए झार्न चढ्नु सक्थेँ कि। तर कस्तो हेरौँ न, पुरा यो चेर्सो छ, चेर्सो यहाँ अप्ठ्यारो छ क्या चढ्नु। अब कसरी घाँस झार्नु भन्ने भइरहेछ, गाह्रो छ। हेरौँ न, यस्तो छ रुख, यस्तो ना सिधै उभिएर चढ्नु पनि सक्ने खालको छैन र ठाडो भएको भए पनि सर्दै चढ्नु। यो चेर्सो छ, न ठाडो परेर चढ्नु न चेर्सो परेर घिस्रिँदै चढ्नु। अप्ठ्यारो छ, घाँस झार्नु सकिन्छ जस्तो लागेन यो। र यति त यसो झार्नु दुइटै रुख अप्ठ्यारो खालको रहेछ यार, कसरी झार्नु। गाह्रो भयो त हौ, गाह्रो भयो चढ्नु। कसरी चढ्नु? यत्रो त चढेर आएको छु नि फेरि। यहाँ हेरौँ न तल फेद कहाँ छ नि, फेद देखिन्छ देखिँदैन यसलाई। कसरी यहाँ यो हाँगामा अडेस लागेर बसिरहेको छु अहिले चाहिँ। हेरौँ न यहाँ सब घाँस झारिसकेछ नि, सजिलोको। अब यो अप्ठ्यारो रह्यो क्या, यो अप्ठ्यारो कसरी चढ्नु। तर पनि झारेर लानुपर्ने छ हौ। अर्को हाँगामा चढ्नु नसकेर अर्को हाँगामा आएको छु। यो हाँगा चढ्नु नसकेर क्या, यो पछाडिको हाँगा चढ्नु नसकेर अहिले यो हाँगामा आएको छु। यो पनि चेर्सै छ, चढ्नु सक्छु जस्तो चाहिँ खासै लागिरहेको छैन। अनि यहाँनिर छिनौ कि भनेको होइन, तर खुकुरी सानो भइदियो कि यसले नछिनिने रहेछ। त्यो बडारको रुख हाँगा पनि काट्नु खोजेकै चोप त हेर्नु न कस्तो लागेको छ, पुरा दुध जस्तै देखिरहेछ नि होइन। तर यो चोप हो। यो जमाउ भने पुरै हामी जमाएर खान्थ्यौँ कि। यो बलगम जस्तो हुन्छ क्या, गुलियो त आउँदैन तर पनि चबाइबस्यो, मजा आउँछ। अनि त्यही भएर बलगम जस्तै हुन्छ यो हाँगा। ठाडो भएको भए नि काट्नु मजा आउँथ्यो, अलिक छोटो भएको होइन भने त्यस्तो पनि चढिन्थ्यो, तर सकिएन। अनि यस्तो यहाँनिर बसेर अघि भिडियो बनाएको, यहाँ काफेमा बसेर उता चढ्नु नसकेर अहिले यहाँदेखि हेरौँ न, त्यो हाँगाको लागि त्यो टाढा जान्छ नि। यो यहाँदेखि यसो आउँछ, यति चाहिँ आएको छु। अब यहाँनिर चढ्नु भनेको सक्छु सक्दिनँ है, ट्राई गर्छु। सकिनँ भने त मरिहाल्थ्यो चाहिँ, गर्नु हुँदैन र गर्दिनँ पनि। यत्रो मुनि छ यो चढ्नु पर्ने। यहाँ चढ्ने आँट आएन है, अब चाहिँ यहीँदेखि बरु यो एउटा दुइटा हाँगा भेटिने रहेछ, 2-3वटा पाता लिएर जाने। यो चाहिँ चढ्ने आँट आएन, सकिएन। खुट्टाले आँट्दैन, आँट आएन, मरिहाल्थे नगर्ने। सकिन चढ्नु। आउनु आइहाले भनेर हेरौँ न, जबरजस्ती यति चढेर चाहिँ यहाँ 1-2वटा हाँगा झारिहाले। हेरौँ न अवस्था कस्तो अवस्था छु। अब भयो 2-3वटा हाँगा झारेको छु, सकिछु जस्तो लागेन। यति तल भुइँ हेरौँ न कस्तो, जिउ नै काम्नु खोज्छ नि क्या, पुरा बसेको कडा छ नि। घाँस झार्नु सकिनँ अब, तर 1-2वटा
झरेको देखिएको होला कि देखिएन, एकछिनमा देखाउँछु। त्यति नै लिएर जान्छु, सक्दिनँ झार्नु। अहिले चाहिँ ओर्लेर बसिरहेको, घाँस अलिकति झारिहालेँ, अलिकति अब अलिकति मात्रै अलिकति नै भनौँ न। अनि सकिनँ कि रुख त सजिलो, तर अब त्यो माथि गएर हाँगाहरू उता छुट्टिएको छ, त्यो हाँगा छुट्टिएकोमा चढ्नु पर्ने नि त। चेर्सो ठाडो छ, अनि घिस्रेर चढ्नु पनि नमिल्ने, फनक्क घुमेने, स्वात्त तल झरेर यहाँ ढुङ्गा घारीमा परिने। अनि त्यही भएर सकिएन। अनि नझारिकन अलिकति झारेको छु, त्यही लिएर जाने। रुख हेरौँ न। अनि यो यहाँनिर त यो यस्तो छ र यहाँदेखि बास लाएर चढे, यो हाँगै हाँगा छ। तर नि यो हाँगामा पनि हेरौँ न, यो हाँगा कि चेर्सो खालको ठाडो छ। अनि अलिक लामो चाहिँ फुन्डर्दा नि यस्तोमा चढ्नु नसकेको कि म। अनि अब खासै रुखहरू चढ्नु पनि बानी सकिएछ। अनि त्यहाँदेखि त्यहाँ नसकेर यतापट्टिको यो हाँगा हेर, यस्तो यो यस्तो छ। अनि यस्तो हाँगा छ, अनि कहाँ चढ्नै सकिनँ। नि सिधै उकालो ठाडो हुँका फेरि घिच्रेर चढ्थेँ नि। अनि तर छैन, भएन, चेर्सो छ। अनि सकिएन क्या चढ्नु, जिउ फिनिक्क घुम्नु खोज्यो र नझारिकन ओर्ले। हेर न, रुख यस्तो छ। नि त्यहाँदेखि हेर्दा जिउले लम्केर भेटिन्छ जस्तो छ नि त्यहाँनिर यसो ढल्केर। तर फोनमा मात्रै त्यस्तो देखिएको, अप्ठ्यारो छ माथि। यहाँ नजिक सजिलोहरूको त अस्ति झारिसकेको नि घाँसहरू त। घाँस कति झारियो भन्दाखेरि कति पनि छैन, यति यति हो। अब यो त्यतिकै छरिएर त्यस्तो धेरै जस्तो देखेको अब म बुटेर पनि गर्छु। यदि तपाईँहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। घाँस यति चाहिँ झार्न सकियो। अब यति नै लिएर जाने। घाँस खासै धेर झार्न सकेन नि त, त्यही भएर यति जति झार्यो त्यति चाहिँ लिएर जानु पर्यो। यति हो घाँस झार्नु सकेको मैले। यो अलिकति छरिएर अलिकति धेर देखिएको छ, खासै धेर छैन। सब बुटेलेर यति भएको। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो भने तपाईँहरू कत्रो रुखमा र कस्तो अवस्थाको रुखमा चढ्न सक्नुहुन्छ कमेन्ट गर्नु होला। र यति भन्दै मेरो 2 शब्द टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद, बाई।